युट्युबबाट कति पैसा कमाउँछ पैसा आयो भनेर म भिडियो बनाइहालेँ त्यो भएर मलाई खास एक्लै त्यही धेरै गर्मी छ कि अहिले भिडियो गरेर पोस्ट गर्ने टाइम हुँदैन कि हामीसँग So hi everyone, welcome back to my YouTube channel. It's me Linda Vlog. So I'm back here with new vlog. अस्तिको भिडियोमा हैन त्यति धेरै सपोर्ट दिनु भएकोमा हजुरहरुलाई धेरै 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 थ्यांक यू सो मच भन्न चाहन्छु। आज चाहिँ म एक्लै छु, म एक्लै भिडियो बनाइराखेको छु। आज साथीहरु सबैजना बिजी छन्, डिस्टर्ब गर्न मन लाग्दैन मलाई चाहिँ, त्यही भएर म चाहिँ एक्लै आज भिडियो बनाउन निक्ले। अनि म चाहिँ अब डाइरेक्ट जान्छु सियुमा हैन, किनभने मेरो कारमा प्रब्लम आइराखेको छ। अनि सियुमा गएर एउटा ट्रेनको कार्ड किन्छु। मसँग ट्रेनको कार्ड अस्ति आउनुबित्तिकै दाइले किनिदिनु भएको ट्रेनको कार्ड थियो। अनि त्यो ट्रेनको कार्ड चाहिँ फेरि खै के भएर अहिले बिग्रियो कि मेरो यार, के भएर बिग्रियो मलाई पनि थाहा छैन। अनि त्यही भएर नयाँ किन्छु भनेर सोचेर हिँडेको। अनि भिडियो पनि बनाउनु पर्यो हैन, यतिकै के लखर हिँड्नु, भिडियो बनाएर हिँड्ने रमाइलो हुन्छ नि त, त्यही भएर। तर आज अरू दिनभन्दा कस्तो धेरै भिडभाड फिल भइरहेछ कि मलाई। म्यासेज आइरहेको थियो कि हैन, म्यासेज आइरहेको थियो के भनेर भन्नुहुन्छ भने युट्युबबाट कति पैसा कमाउँछ अरे। ए भगवान्, 100 भ्युजले पैसा आउँछ भनेको, युट्युबमा 100 भ्युज पुग्यो भने पैसा आउँछ? आउँदैन, म भिडियोबाटै भन्दैछु, हेर्दै हुनुहुन्छ होला तपाईहरुले राम्ररी हेर्नु मेरो भिडियो। अनि भाइरल बनाइदिनु, अनि चाहिँ म पैसा आयो भनेर म भिडियो बनाएर देखाइदिन्छु, पैसा आयो भनेर म भिडियो बनाएर देखाइदिन्छु। तर अहिले चाहिँ पैसा आउँदैन, मैले त्यतिखेर नि भनेको। कस्तो साइको टाइपको हुन्छ कि भने है, युट्युबबाट भिडियो बनायो, पैसा कमायो, यताउता यहाँ त्यहाँ के तिमीहरूको दिमागमा कहाँबाट त्यस्तो कुरा आउँछ क्या। साथीलाई मैले सोधेको थिएँ क्या, ट्रेनको कार्डलाई कोरियन भाषाबाट के भन्छ भनेर सोधेको थिएँ, यहाँ आउने बित्तिकै बिर्सेँ भनेको। माशाल्लाह, अब म के भन्ने, छियाछल ट्रेनको कार्डलाई के भन्छ? छियाछल भन्छ, छियाछल भन्दैन, छियाछल के भन्छ यार, मैले बिर्सेँ यार। अब होस्, म कार्टुन पनि होइन, के भन्छ, यस्तै प्रब्लम हुन्छ क्या यार। त्यही पनि म गएर सोध्छु के भन्छ, छियाछल काफी सयो भनेर सोध्नु पऱ्यो। के भन्छ, म छिरिसकेको छु भित्र। छियाछल काफी सयो, छियाछल काठु ने ट्रेन कार्ड 교동역 말고요. 그냥 버스 타고 지하철 타고 하는 일반적인 카드. 얼마예요? 3,000원. 3,000원? 네. 지금 싼 거는 없어요. 이게 제일 싼. 안 주세요. 디스 플러스 주갑이요. 잠시만요. 충전은요? 네? 충전. अब बिजोग हुने गरी मेरो हालत, त्यो भएर मलाई खास एक्लै आउन मन लाग्दैन कि सामान किन्न। सियुबाट निक्लिसकेँ होइन, बाख्रासँग कस्तो बिजोग भएको यार मेरो हालत। त्यही भएर साथीहरू ल्याङ्ग्वेज एकदमै धेरै इम्पोर्टेन्ट हुन्छ, पढेर आउनु सबैजनालाई त्यसै भन्ने होइन। होइन अनि गएर के बोल्यो मैले बुझ्दै बुझिनँ क्या। अनि फेरि कार्ड यतिकै नदिँदो रहेछ के हो है। मलाई त सबै सोधी खोजी गरेर निधि खोजी सोध्छ यार, के भन्ने क्या। मैले निधि खोजी सोधेको भने किन के कसरी, मेरो त हालतै टाइट भएको थियो। किनभने म पनि नेपालबाट 0 ल्याङ्ग्वेजमा आएको हो नि त, अनि मलाई थाहा नै छैन कि राम्ररी ल्याङ्ग्वेज आउँदैन है। अनि के भन्यो भयो कि मलाई त यार मार्केसन बिजोग। अनि गएर सबै सोध्दो रहेछ कि किन लिन लागेको, के कारण भन्दै सोध्दो रहेछ। अनि त्यो मान्छे फेरि राम्ररी बोल्यो क्या, मैले बुझिनँ। A few moments later. बसेर चाहिँ यहाँनिर पार्कमा आएर लास्टै धेरै गर्मी छ कि अहिले, भिडियो नै नबनेको जस्तो लागिरहेछ कि। अनि त्यही पनि के गर्नु, अब भिडियो बनाइहाल्यो। अब म भिडियो बनाउँछु, सकेसम्म राम्रो बनाउने कोसिस गर्छु। भिडियो बनाएको यत्रो टाइम भइसक्यो कि, मेबी समथिङ 1 इयर होइन।
1 इयर भइसक्यो बिचमा अलिकति डिस्टर्ब भएको थियो होइन अनि त्यस पछाडि मैले बनाउन थालेको यत्रो टाइम भयो अनि टिकटक पनि चलाएको यत्रो धेरै टाइम भइसक्यो कि अनि मेरो आइडीहरू ग्रो अपै हुँदैन होइन अनि ग्रो अपै भइरहेको छैन अनि मैले सोचिरहेको छु केही एक्स्ट्रा गरौँ केही नयाँ कुराहरू ल्याउँ भ्लगमा होइन अनि भनेर सोच्छु क्या म होइन तर के कुराले मिल्दैन कि मैले नयाँ कुरा ल्याउनलाई त्यो पनि हो कि कुरा होइन त्यो कुरा चाहिँ फिल गरेको छु होइन मेरो त्यति धेरै भ्युजहरू जाँदैन टिकटक युट्युबहरूमा तर अलिकति भ्युजहरू बढ्यो भने होइन एक भ्युज मात्र बढ्यो भने पनि त्यो नै इन्सपिरेसन हुँदो रहेछ भन्ने कुरा चाहिँ फिल गरेँ बिस्तारै बिस्तारै भिडियोहरू ग्रो अप भइरहेको हुन्छ नि त भ्युजहरू बिस्तारै बिस्तारै गइरहेको हुन्छ नि त एकैचोटि जाँदैन नि त अनि त्यसरी जाँदाखेरि चाहिँ मनभित्र भिडियो बनाऊँ भन्ने हुँदो रहेछ कि अनि एकै ठाउँमा भ्युज अड्केर बस्यो भने चाहिँ के बनाउनु जस्तो फिल हुँदो रहेछ कि पहिलातिर चाहिँ मलाई के लाग्थ्यो भन्दाखेरि युट्युबको भिडियो बनाउनु पोस्ट गर्नु भिडियोहरू बनाउनु यतिकै आफ्नो लाइफको मेमोरीको लागि कुनै अब हामी बुढापाका भएपछि हेर्न हुन्छ नि त भनेर सोच्थेँ नि त होइन मैले पहिला के होस् भ्युज आइ पनि नआइ पनि म पोस्ट गरिरहेको छु मलाई मेरो लाइफको मेमोरी हुन्छ भनेर सोच्थेँ कि तर मैले जब यहाँ कोरिया आएँ होइन अनि कोरिया आइसकेपछि चाहिँ अनि मैले यति कुरा चाहिँ फिल गरेँ कि टाइम कति इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा के हाम्रो भ्याकेसन छ त्यही भएर फ्री छु होइन पढाइ पनि छैन केही पनि छैन भिडियो बनाएर हिँडिरहेको छु तर अब मेरो कलेज स्टार्ट हुने बित्तिकै मैले भिडियो बनाउनै पाउँदिनँ कि मैले भिडियो बनाउन त सक्छु तर त्यसलाई एडिट गरेर पोस्ट गर्ने टाइम हुँदैन कि हामीसँग होइन किनभने यहाँको कोर्स यहाँको स्टडी यहाँको टाइम यति छिटो गइरहेको हुन्छ नि होइन 1 मिनट मिस गर्नु भनेको त्यो धेरै पछि पढ्नु जत्तिकै जस्तो लाग्यो कि किनभने हाम्रो एक सेमेस्टर होइन एक सेमेस्टर हाम्रो 2 महिनामा भ्याएको एक सेमेस्टरमा हामीले 4वटा बुक पढेको होइन त्यसमा पनि हप्तामा 2 दिन छुट्टी गरेर अब तपाईँहरू आफै सोच्नु कि होइन यहाँनिर कति धेरै फास्ट गइरहेको छ कि सबै कुराहरू अनि म सोचेर हेर्दाखेरि हामीले मेबी 15 दिनमा 2टा बुक भ्याउँदो रहेछ क्या 2टा बुक 15 दिनमा ल कलेज जाँदाखेरि भिडियो बनायो अरे ल फर्केर आयो खाजा खायो पढ्यो अनि यतिकै रात पर्छ सुत्ने बेला हुन्छ होइन कि त रातभरि बस्नु पऱ्यो भिडियो एडिट गर्दै अब रातभरि बस्नको लागि त बस्यो भने भोलिपल्ट फेरि कलेजमा निदाकै हुन्छ फेरि कलेजमा एकछिन ध्यान दिएर बसेन भने घरमा केही पनि बुझ्दैन क्या त्यस्तो हुन्छ हुन त अब यस्तो भन्दै गर्दाखेरि तपाईँहरूले सोध्नु त यसलाई हामीले भिडियो बना भनेको थियो र यसले हामीलाई यस्तो भन्ने लाग्ला होइन त्यो पनि होइन हुन त बस मैले मेरो एक्सपिरियन्स मेरो मनमा लागेको कुरा मात्रै सेयर गरेँ काल चाहिँ मलाई त्यही भएर एकदमै ढिला चलिरहेको रहेछ होइन एकदमै कति धेरै पछि रहेछ हाम्रो देश भन्ने कुरा नेपालमा हुँदा त्यति महसुस गरेको थिइनँ तर यहाँ आएपछि चाहिँ मैले त्यो फिल गर्न सकेँ कि किनभने जे गर्दा नि आनन्दै थियो यहाँ आयो भने जे गरे नि आनन्दै भन्ने छँदै छैन कि जसले यो भिडियो यो रिल्स जता हेर्दै हुनुहुन्छ तुक्का तु युट्युबमा जाने लिम्बू भ्लग 78 सर्च गर्ने अनि सब्सक्राइब हानिदिइहाल्ने अनि लाइक कमेन्ट सेयर गरिदियो चाहिँ भइहाल्यो त होइन गफमा त कति गर्नु म चाहिँ यहाँबाट जानुपर्ने हुन्छ मजाले यहाँनिर पार्कमा आइरहेको छु होइन अनि आज चाहिँ पार्कमा एकदमै धेरै मान्छेहरू रहेछ कि यहाँ चाहिँ धेरै बुढापाकाहरू आउँदो रहेछ क्या यही हो पार्क अनि यहाँनिर धुप्पी छ यहाँनिर हाम्रो नेपालतिरको सल्लाहहरू हुन्छ नि सल्लाहघारी छ वरिपरि अनि परनिर एक्सर्साइज गर्ने ठाउँहरू छन् त छ म त्यता जाँदिनँ अहिले किनभने गर्मी एकदमै धेरै छ म रुमतिर फर्किन्छु कोरियाको पार्क चाहिँ नेपालको जस्तो हुँदैन क्या नेपालको पार्कहरू पुरा होइन उयोमा हुन्छ पुरा त्यो खोलाको छेउतिर हुन्छ होइन त्यसलाई राम्ररी म्यानेजमेन्ट यहाँको पार्कहरू चाहिँ पुरा म्यानेजमेन्ट गरे हुन्छ क्या यहाँ पर हेऱ्यो भने यहाँबाट देख्दैन होला गेमहरू खेल्न मिल्ने ग्राउन्डहरू बच्चाहरूको लागि सबैको लागि हुन्छ क्या यहाँनिर अनि एक्सर्साइज गर्ने बुढापाकाहरूको लागि वाटरफलहरू साँच्चै भन्यो भने त्यो हाम्रो नेपालको फन पार्क हुन्छ नि यहाँको नर्मल पार्कहरू त्यस्तै हुन्छ कि यो बच्चाहरूले खेल्ने ठाउँ राम्ररी क्याप्चर भइरहेको छैन होला अनि हाम्रो नेपालमा त यतिको भयो भने त अनि पुरा टिकट लिएर है टिकट काटेर पैसा लिएर त्यस्तो गर्छ नि त यहाँनिर भने फ्रीमै छ कि बच्चाहरूले त्यही भएर संसार यति धेरै अगाडि बढिसक्यो यार हाम्रो देश भने जताको त्यतै छ पीडा लाग्छ दुःख लाग्छ यो चाहिँ यहाँको म्याप हो क्या म चाहिँ यहाँ पार्कबाट निक्लिसकेँ मैले राम्ररी पार्कमा भिडियो पनि बनाइनँ होइन
एकदमै धेरै गर्मी छ क्या, म सक्ने हालतमै छैन भनेको। लास्टै धेरै गर्मी छ, कहिले कुन बेला घरमा पुगेर सुतेर बस्नु भइसक्यो। अब अर्कोचोटि सकेसम्म राम्रो भिडियो ल्याउने कोसिस गर्छु। मलाई त कस्तो अहिले राम्ररी भिडियोहरू बनाउन पनि आउँदैन के, किन हो किन यो पछाडि कस्तो राम्रो छ कि फेरि यहाँनिर होइन, बरु कालो पत्रै हुन्छ नि त्यसको कालो लाग्न सक्छ है लुगा कपडा जुत्ताहरूमा, तर धुलो एउटा पनि लाग्दैन के। त्यही भएर म यहाँ आइसकेपछि चाहिँ सेतो कपडा चाहिँ एकदमै धेरै राम्रो लाग्न थालिसकेको छ। किनभने भने सेतो यसो पनि घाम लागेको बेला लाउँदाखेरि कुल फिल हुन्छ होइन। अनि नेपालमा हुँदाखेरि त अनि सेतो कपडा लगायो भने त बाहिर निक्लिनु नै मन लाग्दैन कि, किन भन्दा बाहिर निक्ल्यो कि फोहोर लागिहाल्छ, फोहोर बसिहाल्छ। यहाँको बाटोहरू त हेर्नु नै चिल्लो एकदमै। देश नेपालको मैले पनि डोमिनेट गर्न खोजेको होइन। अब यहाँ नेपाल छोडेर आयो भन्दैमा नेपाललाई डोमिनेट गर्ने ठुलो कुरा गर्ने यताउता सोच्नु होला होइन। मैले त्यो चाहिँ गर्न खोजेको होइन, बस तपाईँहरूलाई यति देखाउन खोजेको हो कि होइन कोरिया कस्तो छ भन्ने कुरा मात्रै हो। तर लास्टमा होइन जे जति नै नेपाल यस्तो त्यस्तो नराम्रो भनेर थुके तापनि होइन नेपालको याद चाहिँ धेरै नै आउँछ क्या। कहिले नेपाल जाउँ, कहिले नेपाल फर्किउँला, कहिले जाने होला, दिमागमा त्यो मात्र आउँछ कि। त्यही भएर आफ्नो भनेको आफ्नै हो भन्छ नि, हो त्यही वाला फिल हुन्छ कि मलाई चाहिँ होइन। कहिले नेपाल जान पाएँ नि भने जस्तो फिल हुन्छ कि मलाई। यहाँनिर है यति धेरै सफा छ, राम्रो छ, सेवा सुविधा छ, सबै थोक छ, तर पनि किन नेपाल त। किनभने म सुरुमा कोरिया आउँदाखेरि नेपालको त्यो हालत देखेर डिप्रेस भएर अनि म जिन्दगीभरि यतै बस्छु भनेर सोचेर आएको। अनि अहिले चाहिँ फेरि के भइरहेछ भन्दाखेरि कहिले नेपाल जाउँ, कहिले नेपाल जाउँ जस्तो भइरहेछ क्या। होइन हाम्रो नेपाल प्यारो नेपाल हो, माया गर्नुपर्छ, अर्को देशमा गयो भन्दैमा थुक्नु त हुँदैन। तर यतिको विकास भएको चाहिँ हेर्ने र सबैको होला जस्तो लाग्छ कि है। सायद हाम्रो देश त कोरिया जस्तो हुन त धेरै टाइम लाग्छ कि, उस्तै पऱ्यो भने त देशै नरहने ठाउँमा पुगिसक्यो। तल्लो फ्लोरमा चाहिँ बोजू बस्नुहुन्छ क्या, अनि उहाँले रोप्नु भएको फुल हो यो सबै। म चाहिँ अहिले रुममा आइसकेको छु। अनि आज चाहिँ मैले राम्ररी भिडियो बनाउला सोचिरहेको थिएँ, राम्ररी चाहिँ मैले भिडियो बनाउन सकिनँ। किन भन्दाखेरि यति धेरै गर्मी छ, यति धेरै गर्मी छ है। यो गर्मीले गर्दाखेरि एकदमै गाह्रो भयो कि बाहिर भिडियो बनाउने। सो राम्ररी भिडियो बनाउन पाइनँ, राम्ररी पार्क देखाउन पाइनँ, आइ एम सरी फर अल होइन। अनि त्यस पछाडि मेरो भिडियोलाई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अनि म चाहिँ केही गरिनँ, आएर त्यही टिकटकको भिडियो बनाएँ, बस त्यति नै हो। यदि तपाईँहरूलाई मेरो टिकटकको भिडियो हेर्न चाहन्छ भने me.2060 सर्च गर्नु भएर जान सक्नुहुन्छ। लाइक कमेन्ट सेयर सब्सक्राइब नभुलिकन सबैजनाले गरिदिनु है। किनभने मैले यति धेरै दुःख गरिरहेको छु, केही कुराहरू कमी कमजोरीहरू भए कमेन्ट गरिदिन सक्नुहुन्छ। थ्याङ्क यू सो मच। अर्को भिडियोमा भेट्नेछु। बाई बाई।